म बस्ने ठाउँको साइडमा एउटा कुकुर बस्छ अनि हि इज टु क्युट। भर्खरसम्म यहीँ वेट गरी बसिरहेको थियो। योभन्दा उता चाहिँ उसको इलाका होइन क्या अरे, त्यही भएर आएन होइन। मलाई फकाएर तानेर बच्चा जसरी उफ्री उफ्री लिएर आएर दोकानमा लग्न पठाएँ होइन। मतलब म जानु पऱ्यो। यतै बसिरहेको छ जस्तो लागेको कुरेर, तर बसिरहेको छैन रहेछ। अँध्यारो भएर मेरो फ्ल्यास बालेर बाटै देखेन। यु मस्ट बी वेटिङ समवेयर। अनि क्युट छ बिचरा। के हो यो? त्यसले खान्छ कि खाँदैन फेरि बिस्कुट? अरू दिएर ट्राई गर्छु। ल लिउ कान्छ खायो। प्लास्टिकहरू चाहिँ फाल्नु हुँदैन जताततै। मलाई कुकुरहरू धेरै नै मनपर्छ। अलिकति इनोसेन्ट। मनपर्नुको एउटा कारण चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ यिनीहरू मुख लाग्दैन नि त। चित्त के बुझेको छ के बुझेको छैन केही पनि भन्दैन। मान्छेले चाहिँ कम्प्लेन गर्ने भएर मान्छेहरूसँग चाहिँ चित्त दुखाए मन नपर्ने हुने। तर कुकुरसँग चाहिँ अलवेज एउटा प्योर फिलिङ्स हुन्छ नि त। उनीहरू कहिले बोल्दैन। इट वाज ग्रेट। समटाइम्स यसरी नै कुनै कुनै कुकुरहरू धेरै आशा गऱ्यो भने केही नदिए पनि एटलिस्ट एउटा बिस्किट अथवा त्यो पनि नभए भने आफूले खाएको थोरै लेफ्ट ओभर बढी बसेको खानाहरू त्यति गऱ्यो भने नै दे मे ह्याप्पी। सधैँभर खुसी नदिन सके पनि कहिलेकाहीँ समटाइम्स। अब इट वाज लाइक रियाक्टिङ बच्चा जसरी बुत्रुक बुत्रुक उफ्रेर। आई कुड नट फिल्म। त्यो मलाई लगेको क्या, त्यो बाटो लग्यो। त्यो गेट चाहिँ कटेन, त्यहीँ कुरी बसिरहेको थियो। मैले चाहिँ त्यहीँ कुर्छ होला रियाक्सन खिच्छु भनेको, तर हस्पिटलमा कुकुरहरूलाई बस्न दिँदैन नि त। अनि हो आइहालेछ। खासमा बिस्किट चाहिँ दिनु हुँदैन अरे कुकुरलाई। रेगुलरली बिस्कुटहरू हामीले दियो भने तिनीहरूको इन्टरनल अर्गेन्सहरूमा समस्या आउँछ अरे। त्यही भएर धेरै बिस्किट पनि दिनु हुँदैन। तिमीले खाइभ्यायो? ल आई विस टु रेज डग। मलाई कुकुर पाल्न चाहिँ एकदम रहर लाग्छ। तर कुकुर पालेपछि धेरै स्याहार सुसार चाहिन्छ क्या। त्यो अब बाहिर धेरै घुम्न जान्छ, आफूसँग ल्याएर राख्दाखेरि रोग बिमारहरू सर्न सक्छ। अनि बाहिरतिर राख्दा नराम्रो फिल हुन्छ। त्यही भएर ल खाएँ मलाई छोडेर जानु लाग्यो। ल बाई। हात देऊ। बिचरा भुइँसे कुकुरहरूलाई चाहिँ त्यो नआउने क्या।